हेलो साथीहरू, आज चाहिँ म तपाईँहरूलाई यो झारको बारे बताउन सक्छु। यो झार चाहिँ होइन, यो भयो अनि त्यसपछि हेर्नुहोस् है, यो एउटा भइहाल्यो। अनि त्यसपछि अर्को यो झार, यो छ, यो हेर्नुहोस् है, यो राम्रोसँग हेर्नुहोस्, यो झार भयो। अनि यस्तो यो झार छ, एकदमै धेरै पाउँदो रहेछ। तर यो चाहिँ अलिक बुढो भइसकेको छ, कालो कालो भइसकेको छ। तर एकदम यस्तो हुन्छ क्या, यो यत्तिकै सेतो हुन्छ। यसलाई चाहिँ धेरै धेरै सङ्कलन गर्दछ। वाउ, कत्रो धेरै रहेछ यो चाहिँ। मैले चाहिँ होइन, यो सबैलाई जानकारी सबैबाट लिँदाखेरि चाहिँ यसको चाहिँ यो अचार, अनि यसलाई उसिनेर एकचोटि फ्राई गरेर खायो भने मासुमा हाली खाँदा पनि भयो। यसको फ्राई गरेर यसलाई होइन मासुसँगै मिक्स गरेर फ्राई गरेर खाँदा पनि भयो। यो प्लस यो दुइटै खान मिल्छ। तर यसलाई चाहिँ मजाले टिपिसकेपछि यसमा रहेको फोहोरहरू फ्याँकेर मात्रै फेरि अनि एकचोटि उसिन्ने बफाएर चाहिँ फ्याँकेर चाहिँ जेमै फ्राई गरेर खाँदा हुन्छ। लेकतिर अत्याधिक मात्रामा पाउँछ। यो चुत्रोको बोटमा त अहिले त झन् धेरै हुँदो रहेछ क्या, एकदमै झिमझिम तरिकाले। यो एक खालको च्याउ नै हो यो, तर अब रुखमा भएकोले गर्दा च्याउ नभनेर एक खालको झ्याउ भन्ने तरिका हुन्छ। हेर्नुहोस् यस्तो बवाल हुन्छ यो जुन, यस्तो राम्रो राम्रो हुँदो रहेछ। यो र यो दुइटै खानुहुन्छ। जस्तै फरक फरक देखिए पनि स्वाद एउटै हुन्छ अरे। अनि यो मैले टिकटकतिर चाहिँ बेचिरहेको देखेको पावाको 500हरूमा, कतिले त 1000 पनि बिक्दैछ। अनि यो चाहिँ यो खालको चाहिँ धेरै महँगो पर्दो रहेछ। यो चाहिँ केजीको झन्डै 10,000सम्म पर्छ अरे। तर यसलाई पनि अब त के लाएर फेरि यत्तिकै टिपेर चाहिँ फेरि यत्तिकै चाहिँ 10,000 होइन। अब यसलाई फेरि के हुन्छ भने के लाएर यो के लाउने, अब कतिको जस्तै यहाँदेखि उँधोको फ्याँकिदिने, अनि त्यसपछि टुप्पोलाई एकचोटि उसिनिकन सुकाएपछि चाहिँ फेरि अनि 10,000सम्म बिक्छन् अरे। यसको अचार खानदेखि लिएर सब्जी खान, अनि मासुसँग मिसाएर मासुसँग फ्राई गरी खान एकदमै मिठो हुन्छ यो। विशेष यसको मासुसँग, राँगाको मासुसँग चाहिँ फ्राई गरेर खान चाहिँ एकदमै मिल्ने भएकोले गर्दा यो विशेष यो एकदमै महँगो झार, औषधि गुणले पनि भरिपूर्ण छ। यो आफैमा चुत्रो औषधि गुणले भरिपूर्ण भएको वनस्पति भइहाल्यो। हालै यसको चुत्रोको त जरा पनि केजी सिस्टमले बिकिरहेको छ। अब जति नै भए पनि अहिले माग आइरहेकोले गर्दाखेरि चुत्रो पनि अब बिस्तारै मासिने सम्भावना देखिन्छ। तर चुत्रोमा विशेष फेरि यो झार, यो झ्याउ पाइने हुँदो रहेछ एकदमै धेरै। बुट्यानहरूमा निकै हुँदो रहेछ। अनि बुट्यानहरूमा यस्तो भएकोले गर्दा पाइन्छ। फेरि अब झार भन्दाखेरि यही खालको झार मात्रै खाने हो। फेरि यो यस्तो पहेँलो खालकोहरू, हरियो खालकोहरू होइन, यो दुई खालको झार हुँदो रहेछ खानु चाहिँ। जस्तै तपाईँहरूलाई म देखाउँछु। यो झार यस्तो सेतोहरू अलिकति खान मिल्यो। त्यसपछि यो पनि मिल्यो। तर यसैमा भएको झार फेरि झ्याउ यो भयो, यो खानु मिलेन। यो फरक किसिमको हुँदो रहेछ होइन। ल साथीहरू, तपाईँहरू पनि लिएको आउँछ भने टिपेर ट्राई गर्नु होला खाएर। तर होइन धेरै नै छ, एकदमै प्रशस्तै पाउँदो रहेछन्। आन्टीहरू माथितिर टिपिरहनु भएको थियो, एक बोरा भरिसकेको रहेछ। नि मैले उहाँहरूसँग सोधेको, हामी उयोको लागि किन्न आएको भन्दै थियो। साथीहरू, तपाईँहरूलाई आजको जानकारीमा यति नै, धन्यवाद।